वेलकम टू माई न्यू होली लाई साथीहरु। हेलो एभ्रिवान, वेलकम टू माई न्यू ब्लग। साथीहरु सबैजना आराम कुशलै हुनुहुन्छ होला। हामी पनि एकदमै सन्चै छु, आरामै छु। आज चाहिँ लोकल कुखुराको मासु खाने प्लान बनाएको छु हामीले। एकदमै सोलुखुम्बुतिर चिसो परेको कारणले लोकल कुखुराको सुप नखाई चिसो जाला जस्तो छैन है साथीहरु। सबैजनाले खानु होला। गाउँले जीवनको कसले मन पराउनुहुन्छ लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। देख्न सक्नुहुन्छ एकदमै पानी परिरहेछ। हाम्रो चाहिँ साथीहरु लोकल कुखुरा सुरु भइसकेको छ हैन दाइ? एकदम चिसोमा सुप खानु पर्छ हैन त दाजु? टक्क मिलाएर यहाँ दाइ केलाउँदै हुनुहुन्छ है। खासै मलाई केलाउन आउँदैन, त्यही कारणले उहाँले केलाउँदै हुनुहुन्छ। A few moments later. ल है साथीहरु, हाम्रो चाहिँ कुखुरा मारेर नि पोल्ने कार्यक्रम भइरहेछ। आज ग्यासमा पोलिरहेछ। अब म पोलौँ भनेको दाउरा दिनभरि पानी परेर दाउरा नसुकेको कारणले, चिसो भएको कारणले अगुमा पोल्न सकिएन। 1 hour later. ल है साथीहरु, हाम्रो लोकल कुखुरा चाहिँ पाक्दैछ यता। अब यसमा भुटभाट भइसकेको छ। अब सुप हाल्नु बाँकी छ। सुप हालेर आज चाहिँ मजाले ढुइँडोसँग खाने। A few moments later. लो साथीहरु, लोकल ढिँडो देख्न सक्नुहुन्छ है। मासु लोकल कुखुराको मासुसँग ढिँडो। पियाज पनि मिठो होइन होला के हो? हड्डीसँगै सपाउनु पर्छ साथी। लोकल कुखुरा त बल्ल मजा आउँछ। फालिन्छ साथी। दिनभरि घाँस काट्ने जोत्ता कार्यक्रम हुन्छ। बेलुका लोकल कुखुराको मासु कहिलेकाहीँ सधैँ त खानु सकिँदैन। एक महिनामा एकचोटि यसरी खुवाइ हुन्छ। सुप पनि खानुपर्छ साथी। सुपले हो चिसो खाल्ने।